एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म शिवरात्रिको ब्लग लिएर आइरहेको छु। यो ब्लग चाहिँ मेरो आफ्नै काम व्यस्तताको कारणले गर्दाखेरि चाहिँ पोस्ट गर्नै पाएको थिइनँ नि त। सो आज चाहिँ म पोस्ट गरिरहेको छु, सबैजना भएर हेरिदिनु होला। भन्नु पर्दाखेरि चाहिँ यता पोखरामा चाहिँ शिवरात्रि अलिक छुट्टै तरिकाले मनाउने चलन छ नि त। यतातिर चाहिँ धोनी बालेर अनि त्यसमा पूजाहरू गरेर है अनि उखु हालेर उखु पड्काउने चलन छ नि त। पहिला चाहिँ हामीलाई पनि अचम्मै लाग्थ्यो नि त यस्तो परम्परा सुन्दाखेरि चाहिँ। अनि हाम्रो पूर्वमा चाहिँ यस्तो कहिले पनि गरिँदैन नि त। अनि उखु पनि आगोमा हालेर कसरी पड्किन्छ जस्तो लागेको थियो है। यता चाहिँ यस्तै चलन रहेछ, यस्तै परम्परा रहेछ है। भनिन्छ नि जस्तो देश त्यस्तै भेष है, आफ्नो ठाउँको आफ्नो परम्परा हुन्छ। यता चाहिँ यसरी नै मनाउने चलन छ। यतातिर चाहिँ शिवरात्रिको दिन बेलुका चाहिँ सबै मठ मन्दिरतिर यसरी नै धोनी बालेर अनि उखुहरू लगेर पड्काउने चलन छ। यसरी पड्काएको उखु हामीले खायौँ भने हाम्रो रोगवेदहरू अनि रुगामर्कीहरू लागेको छ भने पनि हराउने चलन छ नि त। अनि यहाँ चाहिँ सबैजना भएर भक्काभक उखु पड्काउँदै हुनुहुन्छ। एकदमै रमाइलो देखिएको थियो है, पड्काउँदाखेरि पनि एकदमै रमाइलो भएको थियो। अनि म पनि यहाँ चाहिँ आगो ताप्दै बसिरहेको छु। यसरी धोनीको आगो तापेर बस्यौँ भने पनि हाम्रो हात खुट्टा दुखेको अनि नराम्रो शक्तिले छोएको छ भने पनि त्यो सबै हराएर जाने चलन छ नि त। अनि म चाहिँ यहाँ एउटा उखु पड्काउने भनेर आगोमा राखिरहेको छु। अनि यहाँ चाहिँ हामीहरू तिनैजना भाउजू नन्दहरू भएर चाहिँ खाना बनाउनलाई रेडी गर्दैछौँ। अनि अघिको उखु पड्काएको त झन्डै मेरो अनुहारमा लागेन के। हाम्रो घरमा चाहिँ सानो तिनो ओकेजनहरू पनि एकदमै रमाइलोसँगले मनाइन्छ नि त। हाम्रो परिवार चाहिँ एकदमै ठुलो भएर हामीले चाहिँ यसपालि शिवरात्रि यसरी नै मनायौँ। होप गर्छु हजुरहरूले पनि रमाइलोसँगले मनाउनु भयो होला। ल आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।